Hello everyone, what's up? I hope सबसँग च्यानल चलाउनु पनि सन्चै फेरि पनि आइसक्यो नयाँ भिडियो लिएर तपाईको दोस्त भिडियोको होस्ट देश विदेशमा छरिरहेको नेपाली दाजुभाइ दिदीबहिनी तथा काका काकी चाचा चाची सबलाई मेरो जर्नीमा चाहिँ वेलकम छ है सबलाई। अबे साले जर्नी चाहिँ युट्युब जर्नी मेरो कति दिन भन्दाखेरि 23 भइसक्यो हैन। माया छ सबलाई, कामदाम गरिन्छ, कामदामको भिडियो आउँछ। 43 not 23 33 ओ सरी आइम सरी, म इंग्लिश अलि धेरै राम्रै बोल्छु, त्यही कारणले गर्दाखेरि चाहिँ धेरै नै राम्रो जान्छ कहिलेकाहीँ। मेरो 33 भइसक्यो। अबे साले डे 33 माया पाछ नि यार, ठीक छ कन्टिन्यू दिनुपर्छ, नेभर गिभ अप हैन, कहिले गिभ अप लिनुहुन्न हैन। त्यही भएर चाहिँ म चाहिँ बिस्तारै भए पनि आफ्नो जर्नीले चाहिँ प्ले गर्नेछु, क्यारेक्टर मेरो निभाउँदै गर्नेछु। कुन क्यारेक्टर निभाउँदैछु भन्दाखेरि चाहिँ मुगलान फिल्म हेर्नु भएको छ नि, मुगलान फिल्ममा त्यो छ नि एउटा बा बस्यो है तिमी बिरामी भइरहन्छौ भनेर मुगलान जान्छ नि, हो त्यसपछिको क्यारेक्टर प्ले गरिरहेको छु। कस्तो लाग्छ के लाग्छ जस्ट किप वाचिङ। माया छ सबलाई, ओके कामदाम हेर्नुस् ल। आज चाहिँ हामीले चाहिँ स्यान्डविच मगाएको थियौँ अफगानिस्तानबाट। अब तपाईहरुलाई ओपन गर्दैछु म बक्स हैन। भाइ फेरि खुसी भएन न यो स्यान्डविच, वाओ अच्छा यो चाहिँ वेटबाट भन्छ है, हाइजिनिक पुरा प्रपरली हाइजिनिक। तपाईँ के स्यान्डविच खान चाहनुहुन्छ? स्यान्डविच खाऊ ल अमन भाइ, बादमै खाऊ क्या, यो त हामीले धेरै हुन्छ 4 स्लाइस रहेछ यार। मम्मी भाइ खाऊ है बादमा, म त पहिले खान्छु, म त खाने भनिस् त। मोमो बनाएको हैन उयो देखाउनु के तरिका, तपाई के भन्दै गर्ने कस्तो तरिका? तपाईले त हाल्नु यता हाल्नु त्यो राख्ने त्यो राख्ने हैन। यिनी फेरि मोमोको प्रपरली वाह 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 पट्टा ठुलो भयो भने यस्तो गर्न सक्नुहुन्छ हजुरले। हजुरले अलिकति एक्स्ट्रा माइन्ड लगाउनु पर्ने हुन्छ, यहाँको फेरि एक्स्ट्रा धेरै माइन्ड छ, त्यही भएर चाहिँ एक्स्ट्रा काम गर्नुहुन्छ जहिले पनि। कहिलेकाहीँ त ओभर एक्स्ट्रा नै गर्नुहुन्छ। ल फोन आयो मेरो, फोन पिकअप गर्छु ल। किन खै तिम्रै हुनु मन छ भाइ, 1 स्लाइस टेक दिस। हेलो भाइ, ओ खान्नौ तिमीले स्यान्डविच? ओइ म्याम के मकिरा के आन्छ त? तपाईलाई म्याजिक देखाउँ ल चपाएर म्याजिक देखाउँ। खाऊ, एक बाइट हान्नु, एकै बाइटमा हान्दिम, राक्षस जस्तो नखाऊ के, एकै बाइटमा हान्दिम, खाऊ खाऊ छिटो खाऊ। हान्दिम भन्नु क्या हान न। कस्तो छ? कमी छ। म पनि अब ट्राई गर्छु, ट्राई दिस। ओके खाने तिमीले? ल चंडू के चाचा ने चंडू को चाची ने चंडू को चाट चाट चटनी चटाया, चांदनी चौक में चटनी चटाया। अच्छा ठीक है समझ गया। I like this. Onion, bell pepper, sweet corn, पनीर। इसमें चाहिँ 1000 आइसल्यान्ड नहीं तो यो चिपोटले होगा ये नहीं तो ड्रेसिङ। अच्छा हामी अब ठीक खान है। जाँदैछौँ दूसरा भाइ। समझ गया। तपाईले पनि खान मन लाग्छ, यस्तो खान मन लाग्छ भने लाउनुस् खानुस्, होटलमा काम गर्नुस् न, यस्तो खाने चिज त कति खानु त। अर्डर आएको छ तर हामीसँग चाहिँ पनि हापा खाऊ ल अमनले दिउ न। हटाऊ यिनी फेरि खाने भने चाहिँ दुईटा स्लाइस खाइसक्यो मान्छेले। खाइसक्यो के हो त? एउटा खाएर पनि अर्को पनि खान लाने। ओइमा के भयो, काम बढाइदिए केटा तिम्रो यार मैले। एउटा घोप्टे भयो क्या, घोप्टे खाने बेला घोप्टा घोप्टे गर्छ, जस्तो घोप्टापछि घरमा भन्छ मलाई भन्नु भयो हैन, मलाई मलाई भन्नु भयो हैन। म घोप्टे हो जहाँ त मैले घोप्टा होइन भर्खर हेरेँ यहाँ कस्तो मलाई घोप्टे भन्नु भयो हैन।
सब सब हान्थ्यौ क्या त्यो ल कति भात हेर न ड्रिङ्क्स नै पनि अरे गफ हान्ने तुम्हारा है खाओ खाओ अमन तुम्हारा है खाओ अलिकति खाएँ मैले तपाईँले फेरि मलाई भिडियोमा घोप्टे भनिदिनु भयो क्या यार थाहा मलाई भनेको क्या मै भट्टा त नि त्यही भएर घोप्टे एक्लै खासी घोप्टे हुन्छ थाहा छैन त्यही भएर मलाई नि दिनु अब कहाँ तिमीले बिउले खराइ खाइसक्यौ तपाईँलाई पुरा म त छाडा बोल्दैन भन्ने अब त्यही हेर भाइ म त छाडा बोल्दैन भन्ने हड्डी नभएको जिब्रा हो लड्केर यताउता गइहाल्छ क्या छाडा बोल्दैन भन्ने यताबाट बाग्लुङको केटीहरू चाहिँ गाई गाई गर्ने के हो यस्तो गाई उताको केटीहरू नि यसै गर्छ कि गाईको मतलब गाई गाई गर्छ कि कुन्नी के हो यार हो किप वाचिङ म्याच सबलाई हामीले भइसक्यो स्न्याक्समा आज स्यान्डविच कोल्ड ड्रिङ्क हान्दैछन् भाइले भाइ कति पर्छ यसलाई अरे यार मैले लिएको थिएँ कि 20 रुपियाँको 20 रुपियाँको यस्तो पनि खान्छौँ ल खानु यसो हानेर हाले जान्छ जाऊ 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 गएर अब मेरो फेरि अर्डर छैन अस्तिका बिलहरू सब केटाहरूले साफ गर्नेहरूलाई कहाँ उडाइदिएछन् गान पढाएको मेरो यहाँ लास्ट मन्थको इन्भेन्ट्री दिन पनि त्यत्रो 5-5 वर्षसम्म जागेर लेखाएको त्यस्तै भयो अनि फेरि बिलहरू सब मागिरहेको छु भेजिटेबलको अनि डेली प्रोडक्टको गाह्रो छ सो माइच सबलाई कामदाम गरेको भिडियो आउँछ ओके म चाहिँ रुम पुगेर चट्ट खाना चाहिँ अलिक पछि खाने टक्क एक्सर्साइज हान्ने अनि चट्ट पाराले आज फेरि कस्तो हात मुन लाग्यो रहेछ यस्तै चलिरहेछ जिन्दगी फिजिकल चाहिँ गर्नुपर्छ है हल्का चट्ट पाराले किप वाचिङ म्याच सबलाई छटमा गएर भिडियो बनाउँछु ल केटाहरू के गर्दैछ है हो नाङ्गै हौ आमा नाङ्गा पुङ्गा के छ हिरो जाने न आज यो भात चाहिँ म चाहिँ अब माथि जान्छु त्यसपछि आएर यस्तो भान फोहोर कपडा हेरेर त यो काम गर्ने मान्छेको कपडा सिमो छ के गर्ने यस्तो छ हेर मैले पनि खाएन मलाई पनि राख्दै भात अमलेट सब्जी खाऊ न सब्जी राम्रो छ आज बेगनको भर्ता बनाएको छु मैले आज सो म चाहिँ छततिर जान्छु होइन चट्टो पाराले एक्सर्साइज हान्छ छुट्नुपर्छ खुट्टा पनि यस्तो हानी पानी परे खुट्टामा यस्तो कालो खुट्टा लागिहाल्छ कि चप्पल फेरि यस्तो छ जुत्ताहरू कम्पनीमा काम गर्ने केटाहरू के होइन केटाहरू बस्ने नङ्गा पुङ्गा मात्र के नंगा बुंगा बन के चल रहे लड़के यो हो नि लाइन
भ्यू हेर्न सक्नुहुन्छ नाइटको भ्यू चट्ट पाराले हल्का कपडा सपडा छोराएर चाहिँ शरीर तानिदिनु पर्यो ओके किप वाचिङ माया छ सबलाई लेकिन ये साला कर क्या रहा है यहाँ पे? अबे साले अच्छा ठीक है समझ गया सो फिजिकल गरेर सिद्धियो अब रुमतिर जानुपर्छ हैन लाग्नु पर्यो रुमतिर चट्ट पाराले हैन एडिट गर्दा त के गर्दा अग्रम बग्रम भइहाल्छ के टाइम याद कति बजी भन्दाखेरि चाहिँ स्टुडियो घडीमा चाहिँ हाम्रो रुखला छ 4 बजिसक्यो 4 बजिसक्यो केटाहरू सुतेछन् खाना खाने अनि सुत्नु हुन्छ र हात खुट्टा धुन्छु म गएर हल्का फ्रेस हुन्छु ओके वाचिङ म्याच सबलाई